स्वागतमा बसिरहनु भएको छ र जिल्लाका कुना-कुनाबाट बृहत रूपमा उपस्थित हुनुभएका तपाईं सम्पूर्ण लोकतन्त्रवादी आदरणीय, वास्तवमा आज सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर 1 अन्तर्गत यो खाडी चौर बजार जुन राष्ट्रिय रूपमा हेरिनुपर्छ भनेर म विशेष अनुरोध पनि गर्न चाहन्छु। र यो क्षेत्र एउटा यस्तो क्षेत्र हो जुन क्षेत्र त्यसैले यो चाइना बोर्डरलाई सुचारू गर्दै यहाँका विकास निर्माण कार्यमा पनि अगाडि बढाउनका लागि आदरणीय सभापतिज्यू लगायतका सम्पूर्ण मन्त्रीज्यूहरू, आदरणीय सबै नेताहरूलाई मरिमरि धन्यवाद दिँदै यो कार्यक्रम पूर्ण रूपमा सफल होस्, सफल जाओस्। सिन्धुपाल्चोकले सम्पूर्ण सामाजिक परिवर्तनका कालखण्डहरूमा, आर्थिक रूपान्तरणका कालखण्डहरूमा नेपाली काङ्ग्रेसले मात्रै यो देशलाई नेतृत्व दिएको छ र सही दिशा प्रदान गरेको छ। चाहे त्यो राणा विरुद्धको आन्दोलन होस्, चाहे त्यो पञ्चायत विरुद्धको आन्दोलन, अब यो स्थानीय निर्वाचन नेपाली काङ्ग्रेसले जित्नु पर्छ। त्यो यो जिल्लाबाट जित्छ। आजको उपस्थितिले देखिसकेको छ। देशभरि जिताउनका लागि एउटा नयाँ राजनीतिक भावधारा र एउटा नयाँ अभियानका साथ अगाडि बढ्नुपर्छ। म यो आग्रह गर्न चाहन्छु। के कुराहरू जिल्लामा के समस्याहरू छन्? भूकम्पमा सबैभन्दा ज्यादा पीडित भएको जिल्ला मध्ये सिन्धुपाल्चोक एउटा जिल्ला। यहाँ धेरै पीडा छ, हामीले त्यो बुझेका छौँ। यहाँ भूकम्प पीडितहरूको नामाङ्कन गर्दा कतिपय मानिसहरू छुट्नु भएको छ, त्यो पनि हामीलाई थाहा छ। मानिसहरूले पाउनु पर्ने राहत रकम पाउनु भएको छैन, पुनर्निर्माणको रकम पाइएको छैन, यो पनि कुरा हामीलाई थाहा छ। म के आग्रह गर्न चाहन्छु भने तपाईँले निर्वाचित गरेर पठाउनु भएको माननीय मोहन बस्नेत लगातार यो काममा लाग्नु भएको छ, दौड्नु भएको छ, खट्नु भएको छ। हामी पनि सरकारमा जुन जुन ठाउँमा जिम्मेवारी पाएर काम गरिराखेका छौँ, हामी आफ्नो काम गरिराखेका छौँ। यो तपाईँहरूको जुन भूकम्पको पीडा छ, यो पीडालाई, यो समस्यालाई समाधान गर्नका लागि हामीले, म पनि आग्रह गर्न चाहन्छु, क्याबिनेटमा, मन्त्री परिषदमा पनि कुरा उठाएर, सरकारमा कुरा उठाएर, अरू मन्त्रालय, सम्बन्धित मन्त्रालयमा पनि कुरा उठाएर तपाईँहरूको पीडा समाधानका लागि म आफ्नो तहबाट पुरा प्रयत्न गर्नेछु। भने माननीय मोहन बस्नेत पटक पटक मलाई फोन गर्नु भएको छ, पटक पटक हामीले भेटेर कुरा गरेका छौँ, पटक पटकमा मेरो मन्त्रालयमा आएर कुरा गर्नु भएको छ। र म बडो गर्वका साथ तपाईहरुको स्नेहले, तपाईहरुको मायाले तपाईहरुले कांग्रेस बनाउनु भएको छ र तपाईहरुले बनाएको कांग्रेसका कारणले हामी सांसद र मन्त्री भएका छौं। हाम्रो अनुहार बडो राम्रो भएका कारणले, हामी अरूभन्दा जान्ने भएका कारणले मन्त्री सांसद भएका होइनौं, तपाईहरुले बनाएका कारणले हो। तपाईहरुको भावना भित्र बसेर तपाईहरुको भावनालाई आशीर्वाद सम्झेर हामी काम गर्न अगाडि बढिराखेका छौं। र मोहनजीले बाटोको कुरा गर्नु भएको छ। म बडो गर्वका साथ साथीहरुलाई आग्रह गर्न चाहन्छु, सिन्धुपाल्चोकमा भनेका जति बाटामा करोड रुपैयाँ डीपीआर गर्नका लागि राखिएको छ। सडकको डीपीआर हुन्छ, डीपीआर भइसकेपछि त्यो सडक निर्माणमा अगाडि बढ्छ। तपाईहरु काम गर्नुस्, पैसाका कारणले कुनै सडक रोकिने छैन। म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र सँगसँगै अरू पनि डीपीआर गर्नुपर्ने धेरै सडकहरू मोहनजीले भन्नुभएको छ, आफै पनि धेरै गर्नु भएको छ, के मैले अगाडि बढाएको छु। म आग्रह गर्न चाहन्छु, सिन्धुपाल्चोकको सडक माननीय मोहन, मेरो र हामी सबैका आदरणीय नेता शेरबहादुर देउवाजी यहाँ हुनुहुन्छ। सिन्धुपाल्चोकका सडक हाम्रा जिम्मा, सिन्धुपाल्चोकको नेपाली कांग्रेस तपाईहरुको जिम्मा। हिँडेर बल्ल बल्ल आइपुग्यो यार, यहाँ आउँदाखेरि त्यही पनि झ्याप्प गइयो।
त्यहाँ अब देश आज लाइसेन्स नि बचाइयो रक्सी नि बचाइयो जानु पर्यो घरतिर को त्यहाँ बोलाउन काङ्ग्रेस मान्छे हो क्या म पार्टीको कुरा एकातिर छ है ड्युटी भने ड्युटी भन्दा ड्युटी ए काङ्ग्रेसकै मान्छे हो ए चल्नु छोड्यो त हजुर खुट्टा बजाएर मर्दैन तेरो बाटो अहिले तलै फेरि चाहन्छु र पहिलो किस्ता मात्रै तपाईहरुले पाउनु भएको छ दोस्रो किस्ता पनि तपाईहरुले भूकम्पबाट प्राप्त गर्ने रकम पाउनुहुन्छ भन्ने आशा पनि म व्यक्त गर्न चाहन्छु। प्रस्ताव संसदमा पेश भएको छ र आज मधेसी दलहरू पनि होइन हामी यो संशोधन प्रस्ताव विधान कार्यान्वयन गर्न नेपाली कांग्रेसले तीनै तहको निर्वाचन गर्न जरुरी छ। चाहन्छु तीन तहको निर्वाचन त भयो संविधान सभा पनि नेपाली कांग्रेस बिना संविधान बनाउन सकेन। अब कार्यान्वयन गर्न पनि नेपाली कांग्रेसको ठुलो हात छ। पार्टी हो जनताको जिम्मेदारी बोकेर हिँड्ने पार्टी हो। 7 सालदेखि अहिलेसम्म यो देशमा जुनैसुकै आन्दोलन होस् जुनसुकै निर्णय जुनसुकै देशको निकास दिने बेला होस् त्यति बेला यस देशमा सधैँभरि नेपाली कांग्रेसले नै अगाडि अग्रणी भूमिका समाधान गर्ने नभए चुनावमा जान चाहने यो देशका जनताको आकांक्षालाई मर्न दिन हुँदैन। राष्ट्रलाई निकास दिनुपर्छ ठेलेर जानुपर्छ अब यो देशले भन्ने किसिमले हामीले यो सभाको आयोजना गरेका हौं। नम्बर 1 नम्बर 2 सिन्धुपाल्चोक जिल्ला भूकम्पबाट नेपाल अधिराज्यको सबभन्दा बढी क्षति भौतिक क्षति मात्र होइन मानवीय क्षति 40% भन्दा अझ बढी भएको जिल्ला हो। त्यसैले यो भन्दा अगाडि प्रथम किस्ता दिने बेलामा पनि अलिकति अरू जिल्लाबाट सुरु भयो। कार्यालय खोल्ने बेला पनि काभ्रेतिर जानु पर्ने हामी अन्धशरणार्थी भएर हिँड्नु पर्ने हामीले त्यो बेला यो जिल्लाका केही सांसदहरू मिलेर हामीले हल्ला पनि गर्यौं केही ठाउँमा लेखेर पनि दियौं र तर ठुलो बनाउने भन्दैमा लाल पूर्जा भएको जग्गालाई पनि मिचेर जान उचित हुँदैन। त्यसको मुआवजा चाहिन्छ र अर्को कुरा बस्ती चाहिँ भत्काउने अनि यो भिर पहरामा 25 मिटर बन्छ बन्दैन त बाटो त्यो हिसाब कसले गर्दैन त्यो विषय पनि ध्यान दिनुपर्दछ। बाटो ठुलो पनि बन्नुपर्दछ जसको पूर्जा छ गल्ती गरेर भयो सरकारले पूर्जा दिएर बसेको छ भने त त्यसको त मूल्याङ्कन त गर्नु पर्ला नि। त्यसैले बाटोको मापदण्डलाई पनि अहिलेको विद्यमान अवस्था पनि होइन त्यो मेलम्चीको बाटो त 30 मिटर भने त्यो पनि होइन बीचको बाटो खोज्नुपर्छ भनेर हामीले लिखित रूपमा दिएको छ। मलाई लाग्छ चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने विषय पनि हाम्रो पहल रहनेछ। म यो कुरा पनि निवेदन गर्न चाहन्छु। र अर्को बोलाएका थियौँ उहाँ बेल्जियमबाट उहाँ उड्दै ढिलो भन्ने खबर आएको छ र त्यसमा केही खबर पनि हामीलाई आयो यो नेता आदरणीय शेरबहादुर देउवाज्यू जो 3 पटक प्रधानमन्त्रीका लागि आएको जनताका लागि हामी के कांग्रेस कमजोर छ त्यो अलिक कम परेको छ त्यो कुरा चाहिँ पक्का हो म ढाड्दिनँ। परिचित हुने थिए नेपाल समृद्ध मुलुकको रूपमा परिचित हुने थियो तर त्यो अवसरबाट हामी गुमेका छौँ त्यो अवसर हामीले चुकाएका छौँ। आजका दिनमा हामी प्रण गरौँ अब नेपालको लोकतन्त्रलाई कुनै पनि बहानामा झुक्न नदिन कुनै पनि बहानामा नेपालको लोकतन्त्रलाई डिरेल हुन नदिनका निमित्त हामीले प्रण गरौँ त्यो कुरा म साथीहरूलाई राख्न चाहन्छु। अर्को कुरा मैले थाहा पाएँ अझै पनि भूकम्पबाट ज्यान गुमाएकाहरूले पैसा पाएका छैनन्। यो बडा दुःखको कुरा हो। छिटै काठमाडौँ गएर सबभन्दा बढी भूकम्पबाट पीडित जिल्लाका भूकम्पबाट मृतक व्यक्तिका परिवारलाई अझै पैसा दिएको छिटै यो पैसा पठाउने काम लाग्नु सक्दछ। अरू
चाहिँ तपाईँहरूको जो बाटो बनाउने कुरा सोधेँ मैले अहिले मुआवजा अवश्य नै सरकारले मुआवजा दिनेछ। मुआवजा नदिकन कसै पनि नम्बरी जग्गा हटाउनु पाइँदैन। यस नेपालको कानुनले संविधानले दिएको कुरा हो। जबरजस्ती गर्ने कुराहरूले कानुनले प्रचार गर्न सक्नुहुन्छ, लडाइँ गर्न सक्नुहुन्छ। त्यसैले म के विश्वास गर्न चाहन्छु भने जबरजस्ती कुनै कुरा हुँदै छैन। अब धेरै अँध्यारो भइसक्यो, टाढादेखि आउनुभएको छ, बिहानैदेखि यत्रो सङ्ख्यामा आउनुभयो। उहाँको धेरै समय दिन चाहनु कता फर्किनुहोस्, आज रात हुन लागिसक्यो। त्यसैले 3-4वटा कुरा म भन्न चाहन्छु। अहिले नेपाल अत्यन्तै एउटा सङ्कटकालमा उभिएको छ। यो नेपालमा संविधान बन्यो, संविधान सभाबाट अझै संविधानको कार्यान्वयन हुन सकेका छैन। यो संविधानको कार्यान्वयनका निम्ति 3टा चुनाव हुनु जरुरी छ। त्यो माघ 7 गते, आउँदो माघ 7 गतेभित्र 3वटा चुनाव हुनु जरुरी छ। एउटा स्थानीय तहको, प्रान्तको, राष्ट्रिय चुनाव। त्यो चुनाव भएको खण्डमा मात्रै देशमा एउटा निर्वाचित सरकार बन्न सक्छ। स्थानीय तहमा स्थानीय सरकारै हो। त्यो स्थानीय सरकार स्थानीय तहमा बन्न सक्छ, प्रान्तीय सरकार प्रान्तमा बन्न सक्छ, राष्ट्रिय सरकार केन्द्रमा बन्न सक्छ। त्यसै कारण चाहिँ यो 3टा चुनाव महत्त्वपूर्ण छ। साथसाथै चुनाव हुनुपर्छ, यो पनि एउटा कुरा हो। नेपाली काङ्ग्रेसले जित्नुपर्छ, यो पनि एउटा कुरा हो। त्यसैले चाहिँ नेपाली काङ्ग्रेस मात्रै एउटा प्रोग्राम गर्ने पार्टी हो। साथसाथमा राणाहरूलाई हटाएर बहुदलीय व्यवस्था ल्याएको पार्टी हो। पञ्चायत हटाएर पनि बहुदलीय व्यवस्था ल्याएको पार्टी हो। राजाले धेरै दुःख दिएपछि बहुदलीय व्यवस्थामा चाहिँ मधेसी पहाडीको झगडा गराउने कुनै पनि तत्त्वबाट सावधान भएर मधेसमा नेपाली हुन् उनलाई भड्काउने काम जसले गर्छ त्यो नेपालको शत्रु हो, नेपाल विरोधी हो। चाहे त्यो पहाडको नाम होस्, त्यसकारण सबैलाई मिलाएर नेपालको राष्ट्रिय एकता भोलि हुनाले यस काममा पनि हाम्रो नेपाली लागिरहेको छ। यस काममा हामी चाहिँ सबैलाई मिलाएर नेपाल बनाउन चाहन्छौँ, सबैलाई मिलाएर नेपाललाई अधिकार सम्पन्न नेपाल जोड्न बनाउन चाहन्छौँ। यही काममा नेपाली काङ्ग्रेसलाई विजय हुन आवश्यक छ। धन्यवाद।